हेलो साथीहरू, आज चाहिँ हाम्रो घरमा पूजा गरेको दिन हेर्नु त मासु यति धेरै भाइले ल्याएको। अनि बहिनीहरू चाहिँ यहाँ रेडी हुँदैछन्। यहाँ मैले यसरी भिडियो बनाउँदैछु र हाम्रो आन्टीले चाहिँ सबै कुरा तरकारी पकाएर रेडी हुँदै हुनुहुन्छ। भिडियो ठाउँमा हेलो भन्दै हुनुहुन्छ आन्टीले। र हामीले खायौँ त्यो दिन राति, एकदम इन्जोय गऱ्यौँ। भोलिपल्ट अङ्कल जानुभयो कान्छा अङ्कल, त्यसपछि अङ्कल र भाइ पनि लाग्नुभयो रिसोर्टतिर है। र म पनि आफ्नै तालमा भिडियो बनाएर हुँदैछु। यहाँ चाहिँ हाम्रो अङ्कल घरको भिडियो हो है। यस्तो राम्रो भ्यू के, यस्तो गजब भ्यू आउँछ नि। यहाँ त एकदम खुल्ला छ नि त सबै ठाउँतिर, अनि खुल्ला छ। यहाँनिर ठोकियो है। त्यसपछि हाम्रो भाइ चाहिँ उता खेततिर गएको थियो। किन गएको भनेर भन्दाखेरि ऊ चाहिँ उता सुगा करायो कि के भएर छ भनेर गएको। लास्टमा कुद्दै गएको है। के रहेछ, किन करा रहेछ भनेर गएको त उफको जीवन भएर। म सानो भाइले उहाँ पासोमा परेको सुगा, दादा पासोमा परेको सुगा भनेर भन्यो। अनि यस्तो पासोमा परेको सुगा त राख्नु हुँदैन घरमा, बिचरा यसलाई छोडिदिनुपर्छ, खुल्ला छोडिदियो भनेर भनेको भाइले। अनि उसलाई राख्न पाल्न मन लाग्यो अरे यस्तो, अनि पाल्नु हुँदैन, यो चरालाई खुल्ला छोडिदिनुपर्छ भनेर भनेको है। अनि उसले लगेर कता लगेर राख्यो थाहा छैन। अनि बहिनी आए, बहिनी पछाडि गएर पुरै, बहिनी पनि साइकल चलाउने भइसक्यो नि त, एकदम मस्त साइकल चलाउँछ ऊ। अनि आज चाहिँ हामीले आँपहरू टिपेर आँपको अचार बनाएको यसरी है। यस्तो दामी थियो नि आँपको अचार। वाउ, तपाईँले खानुभएको छैन। बाई बाई साथीहरू, आजको लागि यति नै।